हेलो एभ्रिवान, म परमराज थापाङ। आजदेखि मैले आफ्नो नयाँ जर्नी सुरु गर्ने भन्ने गरिरहेको छु होइन। आजदेखि मैले के गर्छु भन्दाखेरि म खासै भन्नु म कस्तो मान्छे भन्दाखेरि मैले कुनै काम स्टार्ट गर्छु त्यसलाई पुरै गर्न सक्दैन कि। मैले अस्तितिर के सोचिरहेको थिएँ, एउटा बुक पढ्छु खतरा भन्छ सोचिरहेको थिएँ, तर 1-2 दिन बुक पढेँ होइन। त्यसपछि अनि फेरि रिल स्क्रोल हुन्छ नि त त्यहीतिर लागिहालेँ क्या। त्यही भएर आफूलाई चेन्ज गर्नको लागि मैले आजकल अब एउटा नयाँ आइडिया ल्याएको छु। के भन्दाखेरि यो भिडियो बनाउँछु आफूलाई इम्प्रुभ गरेको, अनि फेरि त्यही अनि फेरि उसमा यो सोसल मिडियाहरूमा प्लेटफर्ममा पोस्ट हान्यो भनेपछि के हुन्छ भन्दाखेरि हेरिन्छ नि, मैले हिजो गरेको थिएँ यति गरिसकेँ, अब गर्ने परेन त भन्ने खालको हुन्छ। त्यही भएर गर्छु। अनि हजुरहरूले पनि कमेन्ट गर्न सक्नुहुन्छ। अनि एक दिन छोड्दै भनेपछि त्यो गर्न होइन, अनि हजुरहरूले भन्न सक्नुहुन्छ यो कुत्ता किन हिजो गरिरहेको थिइस् आज किन गर्न छाडिस् भन्ने खालको हुन्छ नि। त्यही भएर मैले यो गर्नेवाला छु। हजुरहरूले मेरो यो जर्नी हेर्न चाहनुहुन्छ भनेपछि मेरो युट्युबमा हुनुहुन्छ भनेपछि च्यानललाई सब्सक्राइब गर्नु, फेसबुकमा हुनुहुन्छ भनेपछि मेरो पेजलाई फलो गरिदिनु, इन्स्टामा पनि फलो गर्नु न। म टिकटक सब सोसल मिडियामा हाल्छु के भनेपछि सब सोसल मिडियाबाट हेर्छ नि, सबबाट आयो भनेपछि मैले कन्टिन्यू गर्न सक्छु। मैले आफ्नो बनाउँछु डेली लाइफमा। आफूले जे गर्न सक्दैन म केही गर्न सक्दैन। म कस्तो मान्छे भन्दाखेरि होइन, मैले बच्चादेखि के जे काम गर्छु भनेर सोचेको थिएँ त त्यसमा म कहिल्यै त्यस्तो आउन सकेन कि। न पढाइमा म केही राम्रो छु, न फुटबल खेल्नमा, न स्पोर्ट एथलिट केही पनि गतिलो छैन कि मेरो। के भनौँ यार, म घरको उयो जेठो छोरा गरेको म नै यस्तो फाल्तु भयो भने त के कामको भयो होइन। त्यही भएर मैले आजदेखि आफूलाई पुरा इम्प्रुभ गर्नेवाला छु। हजुरहरूले के अरे मलाई लाइक गर्नु होला, च्यानललाई सब्सक्राइब गर्नु होला, युट्युबमा हुनुहुन्छ भनेपछि फलो गर्नु होला, फेसबुक हुनुहुन्छ भने बोल्नै सक्दिनँ, राम्रोसँग बोल्नै आउन्न कि। हेर न यहाँ मैले भिडियो रेकर्ड गर्न लाग्छु, के बोलौँ भन्दाखेरि मुखमा उ नै आउँदैन कि। त्यही भएर यो सब इम्प्रुभ गर्नुपऱ्यो, यस्तो पढ्नु पऱ्यो, गर्नु पऱ्यो। मैले यस्तो भिडियो बनाउनेवाला छु। त्यो आजदेखि मेरो जर्नी सुरु हुन्छ। हजुरले युट्युबमा यस्तो भिडियो त हेर्नु होला, आफूलाई कसरी इम्प्रुभ गर्न सकिन्छ भनेर एडभाइस दिन्छ नि त, कसैले आफूले इम्प्रुभ भएर देखाउँदैन होइन। त्यही भएर आजदेखि मैले के गर्नेवाला छु भन्दाखेरि त्यो एडभाइसहरूलाई आफूमा एप्लाई गर्नेवाला छु, अनि फेरि इम्प्रुभ हुनेवाला छु। ल आजको लागि यति नै। हजुरहरूले यो नोटिफिकेसन युट्युबमा हुनुहुन्छ भने नोटिफिकेसन अन गर्नु, त्यसले के हुन्छ भन्दाखेरि होइन, अनि फेरि मेरो भिडियो आयो भनेपछि अगाडिबाट नोटिफिकेसन पर्छ। त्यही भएर हजुरले त्यो हेरिराख्नु होला। अनि म छिटो नै भिडियो लिएर आउनेवाला छु। त्यतिखेरसम्मको लागि बाई बाई, नमस्कार।